गाइस वेलकम बैक टू माई न्यू भिडियो। अनि डे 2 हामी चाहिँ आज घुम्न लागेको अनि डे 1 मा चाहिँ अब हामी यहीँ बस्यौँ होटलमा पोखरा आधा घुमेर अनि भ्याएको थिएन। अनि आज डे 2 मा चाहिँ हामी पोखरा आधा रिमेनिङ घुम्दैछौँ अनि बेलुका हिँड्छौँ अनि भोलि गोर्खा घुम्छौँ अनि यसरी चाहिँ रमाइलो हुँदै गर्छ। सो अहिलेलाई चाहिँ अनि आज मैले चाहिँ केही पनि हाल्न पाइनँ। अहिले नि भ्लग अहिले स्टार्ट गर्दैछु सुतेर थाकेर। सो अहिलेलाई बाई, वहीँ गएर देखाउँछु। गीत गाइदेऊ न, गीत गाइ। यस्तो कालो चढी जाँदैछु गाइस। हामी यहाँ थाकिसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि पोखराको सिटी पनि यहाँबाट कम्प्लिट राम्रो देखिन्छ। जाँदै गर आउँछ हामी गाइस, राम्रो आउँछ यहाँ पनि। अनि यहाँबाट चाहिँ कम्प्लिट पोखरा देखिन्छ गाइस। म थाकिसक्यो हेर्नु गाइस, पहाडहरू यत्रो बाटो यत्रो उकालो हिँड्दैछौँ हामी चाहिँ। यहाँ तलबाट आएको हो गाइस हामी। अनि अहिले चाहिँ अब कस्तो देखिन्छ भन्ने चाहिँ म वहीँ पुगेपछि देखाउँछु हजुरहरूलाई। पुम्दीकोट पुम्दीकोटमा छ गाइस। पुम्दीकोटबाट भ्यू हेर्न सक्नुहुन्छ। पोखरा इज सो ब्युटिफुल के गाइस, यस्तो राम्रो छ हेर्नु। माछा बुझेर हिमाल अनि पोखरामा नदी हेर्नु, ताल हेर्नु गाइस, यस्तो राम्रो छ लेक साइड हाम्रो। अनि पुम्दीकोट महादेव यहाँ फाइनली वी आर इन पुम्दीकोट। यस्तो राम्रो छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो अग्लो छ, उकालो छ, हेर्दै अब कस्तो हुन्छ। पोखरा त एकदमै राम्रो छ गाइज। यो पुम्दीकोटमा पसलहरू पनि रहेछ गाइज। अब यत्रो चढ्नु छ अनि बल्ल हामी वहाँ पुग्छौँ गाइज। वहाँ पुग्नु छ। गाइज हेर्न सक्नुहुन्छ। बाई बाई पुम्दीकोट। तपाईँहरू पनि आउनु होला। पोखरा आएपछि यो प्लेस छुटाउनु नछोड्नु होला। ओल्ड के अरे हाइएस्ट शिवजीको मूर्ति हो यो होइन गाइज। सो अहिले बाई, अब हामी जान्छौँ गाइज। बाई बाई। मोटर गाडीमा देख्नेले बुझी जान्छ, देख्नेले देखी जान्छ नि। हामीलाई भन्दा ध्यान दिनु गाडीमा गाडीमा पटौनीको बस पोखराको बस
केटो हेरेको ओइ म त ढले ढले लगाउन म त ढले ढले चल एउटा मेरै यो चार्जर पनि मेरै हो ल छिटो छिटो ओइ पकेट निक्ल हामी चाहिँ फाइनली डेभिस फल पुग्यो गाइज हामी फाइनली डेभिस फल अब डेभिस फल घुम्छौँ कसरी होटल जान्छौँ गाइज हेर्नु यस्तो राम्रो होटल गएर खाना खान्छौँ हेर्नु गाइज पुण्डीकोट घुमेर अब हाम्रो राम्रो छ गाइज तपाईँहरू पनि पोखरा आएपछि घुम्नु होला यस्तो राम्रो छ एकदमै पोखरा भन्ने चिज ठाउँ चाहिँ हिजो यहाँनिरमा अब चाहिँ हामी डेभिस फल हेर्छौँ अनि उता देखाउनु अब सक्नुहुन्छ हामी चाहिँ अहिले डेभिस फलमा पुगिसकेको छौँ यहाँ तपाईँहरू भ्यू हेर्न सक्नुहुन्छ डेभिस फलको कस्तो छ भन्ने अनि म चाहिँ तपाईँहरूलाई देखाउँछु हेर्न सक्नुहुन्छ गाइस अब हामी चाहिँ डेभिस फलमा हामी चाहिँ यहाँ डेभिस फल आइसक्यो पोखरा आएपछि डेभिस फल ल छुटाउनु होला है गाइस अहिले चाहिँ बाई अब मसँग टाइमै हुँदैन भ्लग बनाउने फोटो पनि खिच्नुपर्छ सो अहिले चाहिँ बाई है पोखरा आएपछि गाइस फाइनली कहाँ छौ रे ओइ कस्तो के हो इग्नोर गरेको मेरो ब्लगलाई गाइस हामी चाहिँ फाइनली डेभिस फलमा गाइस हामी चाहिँ फाइनली डेभिस फल आइसक्यो अनि डेभिस फल चाहिँ यस्तो राम्रो छ पोखरा आएपछि डेभिस फल चाहिँ नछुटाउनु होला गाइस यो चाहिँ हाम्रो आजको डे 2 हो तपाईँहरूलाई पनि थाहा छ डे 1 मा हामीले चाहिँ के अरे फेवाताल अनि त्यसपछि वृन्दावासिनी अनि त्यसपछि अर्को के हो फेवातालको वृन्दावासिनी अनि मेरो गुफा अनि मैले थियो भने अब चाहिँ हामी त्यो डे 2 मा चाहिँ हामी यहाँ हेर्न सक्नुहुन्छ डेभिस फल हेर्नु न यस्तो राम्रो पानी कति सफा हो कि यो पनि कहाँ जान्छ भने थाहा छैन के कस्तो सफा है यो पानी मैले सुनेको अनि हेर्न सक्नुहुन्छ यस्तो प्रेसरमा पानी आइरहेको छ यस्तो गाइस यस्तो राम्रो छ होइन अनि बस सबैजना पोखरा आएपछि डेभिस फल घुम्न चाहिँ नछुटाउनु होला सो त्यही भन्छु अनि अहिले चाहिँ अब म फोटो खिच्न बिर्सिन्छु गाइस त्यसरी बाई अनि हाम्रो चाहिँ साइन्स सरहरू सब यता हुनुहुन्छ बनाउनेमा चाहिँ के बनाउनु बोलबोल त बोल्दैछु पछि बनाइस पठाइदिए पछि बोलिदिएर हाल्छु गाइस हामी चाहिँ अहिले गुप्तेश्वर महादेव मन्दिर पुगिसकेका छौँ सो अब चाहिँ हेर्न सक्नुहुन्छ तपाईँ मन्दिर फाइनली हामी चाहिँ गुप्तेश्वर महादेव मन्दिर आएको छौँ डेभिस फल पछि हाम्रो तेस्रो डेस्टिनेसन यो चाहिँ डे 2 को हो हजुरहरूलाई थाहा नै होला अनि हेर्न सक्नुहुन्छ कति राम्रो छ गाइस म पनि यहाँ कति राम्रो यहाँ हेर्न सक्नुहुन्छ गाइस सबै यस्तो राम्रो राम्रो छ गाइस होइन अनि अब चाहिँ हामी जान्छौँ गाइस घुम्दै 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 अनि अब यसपछि चाहिँ हामी जान्छौँ म्युजियम गएपछि हामी होटल गएर खाना खान्छौँ गाइस सो अहिले चाहिँ बाई गाइस हामी चाहिँ अब गुप्तेश्वर केभ जाँदैछौँ गाइस कस्तो तातो है यहाँ हुनसक्छ गाइस हामी चाहिँ गुप्तेश्वर केभ जाँदैछौँ अनि हेर्न सक्नुहुन्छ हाम्रो गुप्तेश्वर केभ यस्तो राम्रो छ अनि हेर्न सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ तपाईँ केभ हेर्न सक्नुहुन्छ गाइस ओए कहाँ छ सर्प नभन न भाइ मैले साँच्चै सोचेको मेरो त ठोकिँदैन
ठोकिन्छ बनेको यसलाई छोडेर गयो ओइ निखिल लैजा जस्तै यो यहाँ टुटफुट भएर यो बनाएको यो नै मान्छेले बनाएको यस्तो होइन गाइस हेर्न सक्नुहुन्छ तपाईहरु गुप्तेश्वर केभ अटोमेटिकली प्रकृतिले बनाएका गुफाहरू त्यसको कहानी यस्तो पनि आफै बनेको रे मलाई त विश्वासै लाग्दैन गाइस हामी चाहिँ अहिले गुप्तेश्वर केभमा छौँ हामीले लाया अनि चाहिँ हामी चाहिँ गुप्तेश्वर केभ पुगेको छौँ हेर्न सक्नुहुन्छ गाइस मेरो अनुहार देख्नु गाइस अब यस्तो राम्रो पोखरा आएपछि यो ठाउँहरू घुम्नु कसरी पनि नछुटाउनु होला भन्न चाहन्छु गाइस हेर्न सक्नुहुन्छ अब भ्लग चाहिँ आज डे 2 हो थाहै होला हामी तल जमिन तल त्यो पुरै सितो पनि सिचेर ल जय शम्भु जय शम्भु 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 फटाफट जय शम्भु है ल हर हर महादेव हर गाइस हामी चाहिँ फाइनली कहाँ अरे के म्युजियमको नाम गाइस हामी चाहिँ म्युजियम आएको छौँ पोखराको म्युजियम सो हेर्न सक्नुहुन्छ तपाईँहरू हामी सब यहाँ छौँ अनि हेर्नुहोस् गाइस हामी चाहिँ म्युजियम आइसक्यौँ अब हामी म्युजियम पछि जान्छौँ मिसलाई के भयो मिस मिस के भयो आइ त भनिदिनु तपाईँलाई मेरो भ्लगदेखि यति इरिटेट लाइनमा ल सर खै गाइज हामी चाहिँ अब म्युजियम साइन्स सरबाट इन्सपायर भएको गाइज भन्नु त अनि हामी चाहिँ अब म्युजियम जान्छौँ हामीले चाहिँ घुमेर आउँछौँ गाइज सो हेर्न सक्नुहुन्छ तपाईँहरू गाइज अनि हेर्न सक्नुहुन्छ मबाट इन्सपायर भएर चाहिँ यति धेरै लाग्ने भ्लग बनाइरहेको छु नि तर होइन गाइज म चाहिँ अब पहिल्यैदेखिको अनि म चाहिँ देखेँ अनि हेर्न सक्नुहुन्छ यहाँको साइड भ्यू अनि हामीले चाहिँ अहिलेसम्म यो चाहिँ हाम्रो डे 2 हो होइन हामीले डे 1 मा चाहिँ फेवाताल पोखराको फेवाताल अनि त्यसपछि अब उहाँ झन्गडीदेखि घुम्दै आएको आउन त तर पोखरामा चाहिँ स्पेसली फेवाताल बिन्दवासिनी अनि फेवाताल बिन्दवासिनी अनि त्यसपछि ब्याट केभ अनि त्यसपछि महेन्द्र केभ हो यति घुम्यौँ भनेपछि अनि यति घुम्यौँ अनि त्यसपछि हामी होटलमा स्टे गऱ्यौँ रातभरि अनि पछि अनि आज चाहिँ हामी डे 2 चाहिँ हामी पोखरामै छौँ हामीले जाने चाहिँ भनेको थियौँ तर अब भ्याइएन सो हामीले पोखरा एक दिन बस्यौँ एक दिन टुर बढायौँ अनि आज चाहिँ हामीले घुमेको भनेको पुम्दीकोट अनि डेभिस फल अनि गुप्तेश्वर केभ अहिले जाँदैछौँ हामी म्युजियम गाइस अनि म्युजियम अब हामी म्युजियम पछि अनि होटल जान्छौँ खाना खान्छौँ अनि खाना खाएर होटल गएर अनि त्यसपछि अनि हामी जान्छौँ के अरे गोर्खाको लागि जान्छौँ अनि एक दिन चाहिँ वहीँ स्टे गर्छौँ आज होटलमा अनि भोलि बिहानै गोर्खा मनोकामना दर्शन गर्छौँ गोर्खा दरबार दर्शन गर्छौँ अनि त्यसपछि अनि हामी हिँड्छौँ लुम्बिनीको लागि अनि लुम्बिनीबाट लुम्बिनी घुमेर घर गाइस हेर्न सक्नुहुन्छ यहाँ चाहिँ राम्रो छ गाइज हामी चाहिँ इन्टरनेसनल माउन्टेन म्युजियममा छौँ गाइज हेर्न सक्नुहुन्छ गाइज ल सर कासको यस्तो पानी पिउने पानी पिउने यो लोटा छ बरु यस्तो पनि छ पहिलाकै हो र भात खाना देरमाङ भात खान प्रयोग गर्ने काँसका थालहरू
श्रेष्ठ प्रकाशका बटुकाहरू खाना पकाउने गाइज हेर्न सक्नुहुन्छ तपाईँ पछि कति हुन्छ नि मेमोरिज गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले माउन्टेन म्युजियममा छौँ र यहाँ चाहिँ धेरै हल्ला गर्न मिल्दैन सो बिस्तारै बोल्छु म अनि माउन्टेन म्युजियममा छौँ यहाँ चाहिँ हल्ला गर्न मिल्दैन सो बिस्तारै बोल्छौँ हामी अनि यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ फोटोहरू खिच्दैछौँ म चाहिँ यहाँ फोटो खिच्दैछु हाम्रो यो चाहिँ म्युजियममा पुरा संरक्षण गरेर राखेको छ अनि हामी चाहिँ यहाँ पोखराको माउन्टेन म्युजियम हो यो चाहिँ एकदमै राम्रो छ गाइज भिजिट गराउँदैछु म चाहिँ तपाईँहरूलाई म्युजियमको यो चाहिँ हेर्न पुरा रियल जस्तो है सानो चाहिँ देउगामा चाहिँ नि यस्तो ठुलो हुन्छ नि ठुलोमा लाग्लो गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू नाप्तौल वेट वेजिङ स्केल्स वृद्धवादन यहाँ यसलाई भन्छ च्याब्रुम बजाउने यहाँ चाहिँ बजाउनेवाला छ अनि यहाँ चाहिँ कृषि औजार यहाँ चाहिँ नापतौल गर्नेवाला हाम्रो पुरानो जन्मको खुकुरी पनि छ अनि गाइज हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ पुरा रियालिटी जस्तो छ कि सबै थोक यहाँ गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू यो मोबाइल राम्रो छैन उतिलाई मोबाइल जिस्किने बसेको क्या झन् त त्यसको साइडमा केटीहरू हुनुपर्छ पुरा कालो पलाटी हो त्यस्ता सलट सिकिसक्यो फाइनली गोर्खा दरबार पुग्यौँ हेर्न सक्नुहुन्छ तपाईँहरू गाइज अब चाहिँ हामी फोटोसोटो खिच्छौँ गाइज हामी चाहिँ गोर्खा दरबारमा आइसक्यौँ गाइज हेर्न सक्नुहुन्छ गाइज गोर्खा दरबार हाम्रो सर आउनुहुन्छ उता साइन्स सर फोटो खिच्दै हुनुहुन्छ पोज हुँदैछ अनि यता कल्पना अनि हामी चाहिँ यहाँ गोर्खा दरबार आयौँ पोखराको हजुरहरू पनि आउनु होला अनि फोटो खिच्दा हिँड्न सक्दैनौँ सो म भिडियो बनाउँदिनँ धेरै गाइज हेर्न सक्नुहुन्छ तपाईँ यहाँ दुईटा मङ्किजहरू छन् अनि हामी चाहिँ यहाँ आइसक्यौँ गाइज हामी चाहिँ अहिले यहाँ गोर्खा दरबारमा छौँ हामीले मङ्कीलाई भेटेर आयौँ गोर्खा दरबार पुगेर आयो गाइज हामी चाहिँ घरतिर के अरे होटलतिर जान लाग्यो अब होटलमा बस्छौँ एक दिन अनि भोलिबार ल अनि गइन्छ पूजा गर्न चाहिँ गाइज यसलाई चाहिँ हामी चाहिँ गाइज हामी चाहिँ फाइनली के अरे गोर्खा दरबार घुमेर पनि यहाँ रुममा आएर पनि खाना खाएर पनि गाइज हामीले यहाँ कपडा चेन्ज गरेर पनि सुत्न आँटिसक्यो गाइज हेर्न सक्नुहुन्छ हाम्रो रुम चाहिँ अनि यहाँ चाहिँ यहाँ मान्छे पल्टिसके अनि पछि यहाँ मान्छेहरू पल्टिसक्यो अनि म पनि अब सुत्छु गाइज अनि त्यसपछि अनि अब भोलि बिहान उठेर हामी चाहिँ गोर्खा दरबार जान्छौँ गाइज अनि मैले अघि रोडमा चाहिँ यस्तो निन्द्रा लागेर भ्लग बनाउन पाएन चार्ज पनि थिएन सो अहिले चाहिँ